एउटी पनि छैन के खाउला एउटी पनि छैन हजुरको रसुवाको बाढीमा परि रोल्पाका एकै गाउँका 5 जना सम्पर्कविहीन देश रोइरहेको बेलामा रोल्पाको यो सिङ्गो गाउँ पनि डर त्रासको भुमरीमा कसैका श्रीमान कसैका छोरा कसैका बुवा हराउँदा चल्यो रुवावासी हराएका आफ्ना मान्छे कतैबाट आइहाल्छन् कि भनेर ननिदाई रातभरि बाटो हेर्छन् हराउनु भन्दा केही मिनेट अगाडि मात्र फोनमा भएको थियो यस्तो कुरा पैसा कमाउन गएको आफ्नो मान्छेको न सास न लास आउँदा भाव बिहोरले सीमा नाग्यो आखिर को हुन हराएका कहिलेदेखि हराए रोल्पा कुन ठाउँका हुन् यी सबै जानकारी पाउन भिडियो पुरा हेरी उहाँहरूको खोजी कार्यमा सहयोग पुर्याउन एक शेयर गर्दै कमेन्टमा भगवानलाई एउटा गुहार लेख्नुहोस् के खाछु चामल पनि छैन होला एक पैसा नि आउन होला भन्नुभयो समाउन आउनु है नरुनु आमा सम्हालिनु है उहाँको श्रीमान 1 वर्ष अगाडि त्यहाँ रसुवामा जानुभएको थियो उहाँले खाना पकाउने काम गर्नुहुन्थ्यो भन्ने आमाले भन्नुभयो हुनुहुन्न होला सोचेका छौँ हामीले हुनुहुन्न भन्ने सोचेका छौँ कति बेला फेरि अब कतै भागेर एकजना यत्रोको 22-23 जनामा एउटा न एउटा त सम्पर्कमा आउनुहुन्छ कि भन्ने आश छ 14 महिनाको नानी बोकेर आउनु भएको छ हजुरको श्रीमानको नाम के रे सञ्जु सञ्जय हो सञ्जय हजुर घरबाट कहिले जानु भएको थियो काम गर्न पुस महिना जानुभएको थियो 1 बजेतिर चाहिँ सधैँ फोन गर्नुहुन्थ्यो खाना खान्थ्यो हिजो अस्तिको दिन त्यतिखेर सधैँ फोन गरिराख्नुहुन्थ्यो त्यतिखेर फोन फेरि 12 बजे थियो म फेरि अनलाइन जान्छु भनेर ठुली आमा र यहाँ बुवा गइकन के अरे मोबाइल खोलेर हेर डल्ला पहिरा लैलो भनेर भन्दाखेरि मोबाइल खोलेर हेर्दाखेरि त्यस्तो घटना सुनिँदाखेरि फोन आएन 1 महिना छुट्टीमा बसेर 17 गते जानुभयो जेठको 17 गते यहाँबाट जानुभयो 3 दिन भयो मैले खाना खाएन मेरो छोरो बेला एउटी हो इतना दिन रुन्छु रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर 6 गजुल पाटी हाल्न भन्ने गाउँमा आएको छु जुन हिजो रसुवा जिल्लामा विनाशकारी बाढीले धेरैजनालाई चाहिँ भनौँ न सम्पर्कविहीन बनाएको छ धेरैजनाले ज्यान गुमाउनु भएको छ धेरैजना घरबारविहीन हुनुभएको छ एउटा त्यो महाविनाशकारी बाढीले गर्दाखेरि यो रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर 6 गजुल पाटी हाल्नाका केही परिवारलाई पनि यति बेला विस्थापित बनाएको छ यहाँबाट रोजगारीको लागि त्यो स्थानमा पुग्नु भएको अझ भनौँ हाइड्रो पावरमा धेरै जसो लेबरका रूपमा होस् अर्थात् अन्य कामको लागि होस् त्यहाँ जानुभएका यो गाउँका धेरैजना टोटली अहिले हामीले सङ्कलन गरे अनुसार यही नजिकैका चाहिँ 5 जना अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ र उहाँका परिवार तपाईँ देख्न सक्नुहुन्छ सबैजना रोइराख्नु भएको छ अब हामी आशा गरौँ कामना गरौँ उहाँहरू सकुशल भेटिनुहोस् अहिले त्यहाँ नेटवर्कको प्रब्लम भएको कारणले पनि धेरैजना सम्पर्कविहीन भएको कुरा आइरहेको छ हामी भगवानसँग यही कामना गर्न चाहन्छौँ बरु 1 महिनै नेटवर्क नचलोस् तर यी रोइरहेको परिवारको आफन्तहरू सकुशल भेटिनुहोस् यहाँ धेरैजना हुनुहुन्छ एकचोटि सर क्यामेरा देखाइ घुमाइदिनु होला सबैजनाको आँखामा आँसु देख्न सकिन्छ हुन त यति बेला देश नै शोकमा डुबेको बेलामा नरुने कोही पनि छैन र हामी रोल्पा जिल्लामा यति बेला उहाँहरूको भनौँ न परिवारको अवस्था के छ उहाँहरूको चाहिँ को हराउनु भएको छ कस्तो छ भनेर बुझ्नको लागि हामी यहाँ आइरहँदा हाम्रो पनि मन भक्कानिएको छ घरको एकजना श्रीमान एकजना छोरा जुन कमाउन भनौँ न बाहिर जान्छ ऊ सम्पर्कविहीन हुँदा अझ भनौँ घर परिवारको सम्पर्कमा नहुँदा कसको मन चाहिँ रमाउँछ होला झन् यो ठुलो विपत्तिमा कतै उहाँहरूको पनि केही नराम्रो अप्रिय घटना घट्यो कि भन्ने उहाँहरूको मनमा ठुलो पीडा छ हामी फेरि पनि भगवानसँग 2 हातको 10 औँला जोडेर बिन्ती गर्न चाहन्छौँ उहाँहरूलाई सकुशल यो परिवारको जिम्मा लगाइदिनुहोस् र कामना गर्छौँ म यहाँ उहाँहरूका आफन्तहरू हुनुहुन्छ उहाँहरू रोइराख्नु भएको छ बोल्न सक्ने अवस्था छैन आमा हजुरको नाम के हो हजुरको चाहिँ को हराउनु भएको हजुरको श्रीमान घरबाट कहिले जानु भएको थियो त्यहाँ काम गर्न रसुवामा के महिना अरे साइबी ऐसे त के महिना अरे 1 वर्ष हजुरको श्रीमान है हजुर कुन ठाउँ रसुवा जानु भएको थियो कि कहाँ जानु भएको थियो रसुवा भन्ने ठाउँमा जानु भएको थियो
केमा काम गर्नुहुन्थ्यो हजुरलाई जानकारी छ? सीमा हजुर खाने बनाउने खाना पकाउने काम गर्नुहुन्थ्यो। हजुर अन्तिम पटक जुन बाढी आउनुभन्दा अगाडि अझ भनौँ सम्पर्कविहीन हुनुभन्दा अगाडि कहिले कुरा भएको थियो हजुरहरूको? मलाई 2 दिन पछाडि अगाडि भएको थियो, त्यहाँबाट गरेन, एकैछिन भएको थियो। मेरो हातमा मोबाइल पनि छैन थियो, अरूको हातबाट मैले अरू मोबाइलबाट फोन गरेँ। त्यति हो, मैले फोनै भएको छैन थियो। 2 दिन अगाडि चाहिँ हजुरहरूले कुरा गर्नुभएको थियो। हजुर के भन्नुभएको थियो? अन्तिम कुरा तपाईँहरूको के थियो? उहाँले के भन्नुभएको थियो? हजुरले के भन्नुभएको थियो? के भन्नु होइन, कहाँ छौ के छौ भन्ने भन्नुभयो र घर आमा हेर्नु, उहाँहरू सकुशल हुनुहुन्छ। हामी भगवानलाई प्रार्थना गरौँ है। उहाँ नेटवर्क चलेको छैन, टावर सञ्चालनमा आएको छैन, अहिले विद्युत छैन, त्यसले गर्दा पनि हजुरहरूको कुरा हुन नसकेको हुनसक्छ। नरुनु होला आमा, छिट्टै सम्पर्कमा आउनुहुन्छ है। घरै के खाछु, चामल पनि छैन होला, एक पैसा नि हुनु होला भन्नुभयो। समाउन आउनु न है, नरुनु। आमा सम्हालिनु है। बुवा सम्पर्कमा आउनुहुन्छ, उहाँ जीवितै हुनुहुन्छ आमा। हजुर चाहिँ एउरी पनि छैन, के खाउला, एउरी पनि छैन, यस्तो भयो। हामी हजुरको श्रीमानको फोटो राख्छौँ, कतिबाट उहाँ केही भनौँ न दुःखमा समस्यामा पर्नु भएको भए हामी खबर पुऱ्याउँछौँ है। नरुनु। एउरी पनि छैन, घर चामल पनि हुन। म भक्क त अस्पतालबाट आएको छु, मैले पैसा पठाइदिने भनेको थिएँ, पैसा मेरो पास छैन। के खान्छन् मेरा छोराछोरीले भनेर भन्नुभयो। अरे त्यही पाइन बताएको बित बोला छन् भन्नुभयो र जानुभयो थियो। त्यति मैले कुरा गरेँ। त्यसपछि यता कुरा भएन है? हजुर भएन। हुन्छ आमा, म हजुरको छोरा जस्तो मान्छे हो, मैले भने हजुर सम्हालिनुहोस्। अझै पनि धेरैजना जीवित हुनुहुन्छ, किनकि त्यहाँ टावरमा केही समस्या देखिएकोले अहिले धेरैजना हजुर जस्तै रोइराख्नु भएको छ है। नरुनुहोस् आमा है, नरुनुहोस्, सम्हालिनुहोस् आमा। यस्तो छ अवस्था। उहाँको श्रीमान 1 वर्ष अगाडि त्यहाँ रसुवामा जानुभएको थियो, उहाँले खाना पकाउने काम गर्नुहुन्थ्यो भन्ने आमाले भन्नुभयो। सायदै हाइड्रो पावरमै काम गर्नुहुन्थ्यो होला। यस्तो छ अवस्था। एकजना अर्को दिदी हुनुहुन्छ, हजुरको नाम के हो दिदी? मेरो गौमती भण्डारी। गौमती भण्डारी। हजुरको चाहिँ को हराउनु भयो? बुवा, मेरो बुवा। हजुरको बुवा? हजुर। हजुरको बुवाको नाम? रवि भण्डारी। रवि भण्डारी। कहिले चाहिँ घरबाट जानुभएको थियो? जेठको महिना आउनु भएको थियो। यही जेठको महिना? हजुर, छुट्टीमा आउनु भएको थियो अनि जानुभयो हो। भनेको विगत लामो समयदेखि त्यही कार्यरत हुनुहुन्थ्यो? हजुर। अनि जस्तै अहिले कहिलेबाट चाहिँ तपाईँहरूको सम्पर्कमा आउनु भएन उहाँ? मसँग त 2-2.5 महिना भएको थियो, मम्मीसँग चाहिँ 4-5 दिन अगाडि फोन भएको थियो अरे। 4-5 दिन अगाडि चाहिँ कुरा भएको थियो, तर हिजो जुन बाढी आयो त्यसमा पर्नु भयो कि भन्ने तपाईँलाई ठुलो डर छ है? हजुर छ। अब किन नहुने, त्यस्तो आइसकेपछि त जिउमा हुनुहुन्छ भन्ने छैन। त्यस्तो आशा कतिको छ दिदी हजुरको बुवालाई हामी जीवितै पाउँछौँ भन्ने आश कतिको गर्नु भएको छ? धेरै गरेका छौँ। हुनुहुन्छ कतैबाट आउँछ कि सम्पर्कमा आउनुहुन्छ कि फोन आउँछ कि भनेर अझसम्म ढुक्क भएर बसेका छौँ। कति बेला फेरि अब होइन होला त्यस्तो माथिबाट त्यत्रो आछ भेल भनेर अझसम्म उ गरेको छैन। भनेको अझै पनि तपाईँहरूको आश हराएको छैन। अझै पनि हाम्रो आफन्त बुवा अझ भनौँ आइहाल्नुहुन्छ कि भनेर बाटो हेरिराख्नु भएको छ? हेरिरहेको छौँ। मम्मी हुनुहुन्न, यहाँ गोठतिर हुनुहुन्छ। जस्तै दिदी म हजुरलाई यो दुःखको बेला सोधिहालेँ, जुन तपाईँहरूले त्यो अप्रिय घटनाका ती भिडियो सामाजिक सञ्जालमा हेर्दै आउनु भएको छ, देख्दै आउनु भएको छ, ती देख्दाखेरि हजुरहरूले के सोच्नु भएको छ? हुनुहुन्न होला सोचेका छौँ हामीले, हुनुहुन्न भन्ने सोचेका छौँ। कति बेला फेरि अब कतै भागेर एकजना यत्रोको 22-23 जनामा एउटा न एउटा त सम्पर्कमा आउनुहुन्छ कि भन्ने आश छ। अब एकजना पनि आउनु भएको छैन, नआउँदाखेरि अब हुनुहुन्न होला जस्तै लाग्छ। तर हामी पनि भगवान पशुपतिनाथ जति पनि भगवान हुनुहुन्छ उहाँसँग हामी प्रार्थना गर्छौँ ताकि यी जतिजनाको आँखामा यति बेला आँसु छ नि केही दिन पछाडि उहाँहरूको आँखामा ओठमा हाँसो फर्कियोस्। हुन्छ दिदी बस्नुहोस्। हजुरको को हराउनु भएको? हजुरको नाम? जिया। अहिले
पछाडि नानी बोकेर आउनु भएको छ। कति महिनाको नानी हो? 14 महिनाको। हजुरको श्रीमान चाहिँ कहिले जानु भएको थियो यहाँबाट? पुस बस्नु हजुरलाई गाह्रो भएको छ भने बस्नुहोस्। हो यो गाला 14 महिनाको नानी बोकेर आउनु भएको छ। हजुरको श्रीमानको नाम के रे? सन्जु सन्जु। सञ्जय हो। सञ्जय। हजुर घरबाट कहिले जानु भएको थियो काम गर्न? पुस महिना जानु भएको थियो। अनि पछिल्लो समय तपाईँहरूको कुरा चाहिँ कहिले भएको थियो? कति दिन अगाडि? कुरा त भइरहेको थियो अनि त्यस्तो घटना घट्दाखेरि बिहान चाहिँ कुरा भएन, साँझ चाहिँ भएको थियो, बिहान कुरा भएन। त्यतिखेर 1 बजेतिर चाहिँ सधैँ फोन गर्नुहुन्थ्यो खाना खान्थ्यो। हिजो अस्तिको दिन त्यतिखेर सधैँ फोन गरिराख्नुहुन्थ्यो। त्यतिखेर फोन फेरि 12 बजे थियो, म फेरि अनलाइन जान्छु भनेर ठुली आमा र यहाँ बुवा गइकन के अरे मोबाइल खोलेर हेर डल्ला पहिराले लैलो भनेर भन्दाखेरि मोबाइल खोलेर हेर्दाखेरि त्यस्तो घटना सुनिँदाखेरि फोन आएन। मोबाइल फोन हान्दाखेरि मोबाइल अफको अफ छ। अहिलेसम्म तपाईँहरूले कति पटक फोन हान्नुभयो होला है? धेरै पटक फोन हान्नुभयो तर लाग्दैन, स्विच अफ भन्छ। हजुर स्विच अफ बिहानसम्म त स्विच अफ भन्थ्यो। अघि दिउँसो हान्दाखेरि सम्पर्क हुन सकेन भन्यो अनि फेरि त्यसपछि हान्दाखेरि व्यस्त भनेर भन्यो। त्यसपछि हान्दाखेरि फेरि स्विच अफ भन्यो। अहिले फेरि स्विच अफ भन्छ। अहिले स्विच अफ भन्छ। त्यहाँ बिजुलीको पनि अहिले उपलब्ध छैन है, टावरमा समस्या छ। त्यही भएर पनि उहाँहरू जीवितै हुन सक्नुहुन्छ। तपाईँहरू नआत्तिनु होला। हामी तपाईँहरूलाई सान्त्वना दिन मात्रै आएका हौँ है कि हजुरको श्रीमान कतै कसैले देख्नु भएको खण्डमा सम्पर्कमा ल्याइदिनु होला भन्ने पनि हाम्रो चाहिँ उद्देश्य हो। यदि कतिबाट होइन उहाँको मोबाइल चलेको छ अर्थात् भिडियो हेर्दै हुनुहुन्छ नि तपाईँको श्रीमती यहाँ नानी बोकेर हजुरको प्रतीक्षामा हुनुहुन्छ। पक्कै पनि तपाईँलाई समस्या छ, हामी बुझ्छौँ। अर्को दिदी हुनुहुन्छ, दिदी अघि नैबाट रोइराख्नु भएको छ। दिदी हजुरको नाम के हो? सपना म। हजुरको चाहिँ को हराउनु भयो? श्रीमान। श्रीमान हजुरको पनि? हजुर। श्रीमानको नाम भन्नु त? बसन्त महरा। बसन्त महरा। घरबाट कहिले जानु भएको थियो काम गर्न? काम गर्न पहिले जानुभएको थियो र जेठ महिना घर बनाएर थियौँ। छुट्टीमा आउनु भएको थियो। हजुर। 1 महिना छुट्टीमा बसेर 17 गते जानुभयो। जेठको 17 गते यहाँबाट जानुभयो। त्यो त्यहाँ काम गर्न लागेको 3 वर्ष भयो। हजुरको चाहिँ छोरा? मेरो छोरो। अहिले तपाईँहरूलाई लाग्छ होला नि है अब कति बेला आउनुहुन्छ, उहाँ त बस्ने अवस्था छैन। अब हाम्रो आफन्त श्रीमान अब आइहाल्नुहुन्छ कि भनेर बाटो चाहिँ हेरिराख्नु भएको छ नि है? 3 दिन भयो मैले खाना खाएन। मेरो छोरो बिना एउटी हो। जितना दिन रुन्छु हजुर बुवा नरुनु है। हजुर रोएपछि झन् उहाँहरू झन् त्यत्तिकै पनि रुनुहुन्छ। अब तपाईँहरूले मन चाहिँ कसरी सम्हाल्नुपर्छ भने त्यो ठाउँमा अहिले केही पनि छैन। त्यहाँ बिजुली छैन बुवा, फोनमा नेटवर्क छैन। त्यही भएर पनि हाम्रो छोरा सम्पर्कमा नआएको होला भनेर चित्त बुझाउनु पर्छ र हाम्रो पनि आशा त्यही हो है उहाँ जीवितै हुन सक्नुहुन्छ, समस्यामा हुनुहुन्छ। हजुर के भन्नुहुन्छ दिदी? मैले मेरो के भनेको छु, मेरो छोरो आओस् बजार आओस् भनेको छु। भगवानसँग प्रार्थना गर्नुभएको छ, आउनुहुन्छ, नआत्तिनुहोस् बुवा है। हजुरको एउटै छोरा? छोरो एउटै। बुवा छोराको 70 वर्षको बिरुवा बाबु। मेरो छोरो मैले कति 40 वर्ष पुग्न जन्मेको छोरो। नाति सानो छ। हजुर बुवा छोराको कुरा चाहिँ कहिले भएको थियो बुवा? मसित अस्ति भएको थियो। बुहारीसित दिनको 2 चोटि फोन गर्थ्यो मेरो छोराले। मैले गरेँ हिजो बिहान डिप्टी जाने बेला कुरा। हिजो बिहान डिप्टी जाने बेला 7 बजे पहिला उठ्थ्यो सर्किने 6 बजे भन्दा पहिला 5:30 बजे कुरा गर्नुभएको थियो। त्यहाँ तातो पानी तताएर खानुभयो। त्यहाँ फेरि पछि नानीले सोध्नुभयो। नानीले सोधेर फेरि पछि म डिप्टी जानलाई यही कब्जा मगाइदिएछु, घरमा यहाँ कुर्मिला छु, कब्जा मगाइदिएछु, हेरेर कुर्मी आउने होला भन्नुभयो। घाँस काट्न कहाँ जाने भन्नुभयो। म तल नजाने भने पानी आउँछ दिउँसो भन्नुभयो। दिनमा हामीले 10 चोटि फोन गर्थ्यौँ। अब हजुरलाई पनि मैले त्यही भने, नआत्तिनुहोस्, मनलाई बलियो बनाउनुहोस्, सम्हालिनुहोस्। हजुरलाई जस्तो पीडा अहिले धेरैले भोगिराख्नु भएको छ। अब कतिपय अब हामीले त्यो देख्दाखेरि हाम्रो पनि मन भक्कानिन्छ, किनभने धेरैजनाले ज्यान गुमाउनु भएको छ। तर हजुरको श्रीमान हामी आशा गरौँ, हजुरले पनि आशा गर्नुहोस्, कामना गर्नुहोस्। मेरो छोरो बाजेर आओस् भनेको छु मैले। सबैभन्दा बाजेर आओस् भनेको छु। हुन्छ बुवा, अरू कोही हुनुहुन्छ? यति हो। ओके, हुन्छ दर्शक महानुभावहरू, हामीले उहाँहरूसँग कुराकानी गऱ्यौँ। अब यतापट्टि तपाईँ सबैजनाले देखाइदिनुहोस् त। सिङ्गो गाउँले नै यहाँ आउनुभएको छ। सबैजनाको आँखामा आँसु छ। जुन गाउँको 5-5 जना व्यक्ति
सम्पर्कविहीन हुँदा उहाँ सिङ्गो एउटा परिवारलाई मात्र यो पीडा भएको छैन, सिङ्गो गाउँलाई नै यति बेला पीडा थपिदिएको छ। सिङ्गो देश शोकमा डुबेको बेलामा यो गाउँ रोइरहेको छ। यति भन्दै हामी पनि अन्तिममा जाँदा जाँदै जतिजना सम्पर्कविहीन हुनुहुन्छ, यो गाउँको मात्र नभएर सिङ्गो देशैभरका जतिजना सम्पर्कविहीन हुनुहुन्छ, हामी आशा गरौँ उहाँहरू सकुशल भएर फर्किनुहोस् भन्दै अर्को बसाइमा अर्को भिडियो लिएर आउँछु। अहिलेलाई बिदा दिनुहोस्।